साथीहरू नमस्कार। आज हामी शनिबारको दिन परिवार मिलेर घाम तापेर भोगटे सुन्तला निउवा साँधेर खाएर रमाइलो गरेका छौँ। सुन्तला भोगटे निबुवालाई काटेर त्यसमा नुन खुर्सानी अनि दही राखेर सम्पूर्णलाई मिक्स गरिसकेपछि तोरीको तेलमा मेथी फुराएर टटाइसकेपछि त्यसलाई मजाले झानिसकेपछि कच्याक कुचुक्क पारेर अनि खाँदाखेरि कति रसिलो हुँदो रहेछ, मिठो लाग्यो हामीले खाँदाखेरि। हजुरहरूले पनि घरमा ट्राई गर्नुहोला, कस्तो हुन्छ प्रतिक्रिया पनि दिनुहोला। हाम्रो यो निबुवा साँधेको भिडियो हेर्नुभएकोमा सबैजनालाई धन्यवाद। नमस्कार।